त्यही तामाङ समुदायसँग हामीले चाहिँ सहयोगको अपेक्षा राखेका छौँ। 5 लाख रुपियाँ पर्ने चिजहरू चाहिँ के हो भन्ने कुरामा चाहिँ अब हामीले ग्याल्छेन त्यसपछि चुसुम्की त्यसपछि अनि यो के अरे जाने मृग बुद्ध छ। दर्शकबिन अहिले हामी रहेको छौँ इटरी वार्ड नम्बर 5 तासी छैलिङ गुम्बामा रहेको छु। त यो निर्माणदेखि स्थलमा आएको यो एक रिपोर्टमा तपाईहरूले आज हामी फरक ढङ्गले निर्माण भइरहेको यो गुम्बाको विषयमा तपाईलाई हामी जानकारी दिने कोसिसमा छौँ। तथापि आज यो भित्र के भइरहेछ यहाँ संरचना इटरीको एउटा पुरानो रूपमा आदिम कालदेखि यो गुम्बा यहाँ चलिरहेको अवस्थामा थियो र अहिले इटरीमा धेरै वडाहरूमा पनि गुम्बाहरू निर्माण भइरहेको अवस्थामा छ। यसलाई सम्पन्न गर्न सकेको थिएन, यो कामलाई पूर्ण रूपमा अगाडि बढिरहेको अवस्था थिएन। आज भने यो निर्माण स्थलमा म आइसकेको छ र यहाँ भित्र कस्ता कस्ता कुराहरू निर्माण गर्ने क्रममा हुनुहुन्छ भन्ने विषयमा हामी जानकारी लिनेछौँ। यो आजको यो गुम्बा क्षेत्र चाहिँ एकदम फरक ढङ्गले इटरीमै नौलो फरक ढङ्गको गुम्बा बनाउने क्रममा यहाँ हुनुहुन्छ। निर्माण स्थलमा म आइरहेको छु, यहाँको रिपोर्ट तपाईहरूसँग हामी जानकारी दिने कोसिसमा छौँ। छैलिङ गुम्बाका उपाध्यक्ष मैया घिसिङ हुनुहुन्छ, उहाँसँग हामी पूर्ण रूपमा यो गुम्बाको विषयमा जानकारी लिने कोसिसमा छौँ। तपाईहरू अपडेट रहनु होला। नमस्ते। नमस्ते। एकदम पुरानो गुम्बा हो, एकदम पुरानो। अहिले पनि तपाईहरूले निर्माण गर्दै हुनुहुन्छ? हामीले अर्को गुम्बातिर लागि पर्यौं, त्यही भएर यो पथ पिछाडियो। अब यसपालि चाहिँ यो गुम्बालाई सम्पन्न गर्ने भन्ने हाम्रो। अब ठ्याक्कै भन्नुहोस्, तपाईँको यो सम्पन्न गर्नको लागि यो गुम्बामा चाहिँ फरक ढङ्गको के कुराहरू आउँछ, यहाँ के छ अलिकति थोटकाटीमा जानकारी दिनुहोस् न। अब अलिअलि अब यो फरक ढङ्गले ल्याउनु पर्दा यो ड्राइगनहरू लाउनु पर्ने रहेछ, ग्याल्छिनहरू लाउनु पर्ने रहेछ, मिर्गा होइन, यस्तो चिजहरू लाउनु पर्दा अब पैसा चाहिँ धेरै खर्च हुने रहेछ होइन। हामी अब मागेकै छौँ, दिनु दिएकै छ होइन, थोर बहुत दिनुभएको छ। अझै पनि सहयोगको अपेक्षामा हामी रहिरहेको छौँ। अहिले 4वटा इटरीमा, मैले तपाईँले बोल्दै गर्दाखेरि इटरीमा 4वटा 5वटा ठाउँमा चाहिँ गुम्बाहरू यथातत्र तरिकाले बसिरहेको छ अथवा सञ्चालनमा पनि गुम्बाहरू छन्। तर यो गुम्बालाई विशेष प्राथमिक दिनुको कारण चाहिँ के जस्तो लाग्छ तपाईँलाई? विशेष कारण चाहिँ यो पहिलो सुरुमा चाहिँ यहाँ बनेको, यो बनेपछि सबै हामीले जोडेको हो। सेलो भवन पनि यहीँ थालेर जोडेको, तलको गुम्बा पनि यही गुम्बा थालेर हामीले जोडेको हो। अब यो सबैभन्दा अघिल्लो भएर यसलाई सम्पन्न गरौँ भन्ने हाम्रो इच्छा। अब तपाईँ एउटा तामाङ समुदायको लागि इटरीमा लामो समयदेखि समाजसेवी व्यक्तित्व पनि हुनुहुन्छ। अब तपाईँको यो कार्यकालभित्र, उपाध्यक्षको यो कार्यकालभित्रमा तपाईँले अपेक्षा राखेको अथवा तामाङ समुदायसँग तपाईँले अप्रिल चाहिँ के गर्न चाहनु भएको छ अहिले भर्खरै तत्काल चाहिँ? त्यही तामाङ समुदायसँग हामीले चाहिँ सहयोगको अपेक्षा राखेका छौँ। अहिले तपाईँहरू सहयोग उठाउँदै हुनुहुन्छ? सहयोग उठाउँदैछौँ। कति तामाङ समुदायहरूले कति सहयोग भयो? अब कतिको चाहिँ खर्चको चाहिए अथवा कति खर्च भए चाहिँ यो सम्पन्न हुन्छ, कस्तो छ अलिक थोटकरी? यो कति चाहिँ भनेदेखि अब जे होस् 5 लाख नगरपालिकाबाट परेको, अनि 5 लाख नगरपालिकाबाट परेपछि जे होस् 10 लाख चाहिँ व्यक्तिबाट उठाउँदाखेरि चाहिँ हाम्रो चाहिँ रेडी हुन्छ। भनेपछि 15 लाख भित्रको बजेटमा यो गुम्बा चाहिँ सोचे जस्तो सबै कुराहरू चाहिँ सम्पन्न हुन्छ। भनेपछि अहिले तपाईँहरू उठाउँदै जानुहुन्छ अथवा सहयोग मागिराख्नु भएको छ, सहयोग दिइराख्नु भएको छ। कति चाहिँ अब बाँकी छ, कस्तो छ? अब छ हामीलाई अहिलेसम्म 3-4 लाख रुपियाँ उठाइसक्यौँ होइन। अब 6 लाख जस्तो व्यक्तिबाट उठायौँ भने हाम्रो फिनिसिङ चाहिँ पुरा हुन्छ। तपाईँहरूले यो पैसा उठाउँदै गर्दाखेरि अथवा यो संरचना बनाउँदै गर्दाखेरि यसको चाहिँ एउटा हिसाब भन्छ, पारदर्शी हिसाबहरू चाहिँ कसरी राख्नुहुन्छ, कस्तो के छ? पारदर्शी चाहिँ अब हामीले अब उहाँहरूसँग लिएको छौँ। अब 10 देखि माथि शिलालेख लेखेको छ होइन। त्यहाँदेखि उँधो अब शिलालेखलाई अलिक बढी नै पैसा पर्छ भनेर हामीले प्लासबोर्डमा निकाल्छौँ, डड्डामा राख्छौँ लेखेर होइन, त्यही हो। र तपाईँको भिडियो हेर्ने तामाङ समुदाय र अथवा गैर तामाङ समुदाय देश विदेशमा रहनुहुने सम्पूर्ण तामाङलाई के भन्न, के आग्रह गर्न चाहनुहुन्छ? म सम्पूर्ण तामाङ, गैर तामाङ, सब तामाङ जातिहरूलाई चाहिँ गुम्बाको लागि सहयोग आओस्, धेरै थोरै जति भए पनि सबैको सहयोग रहोस् भन्ने कुरा राख्छु म।
हस् धन्यवाद अहिले फेरि पनि हामी यो निर्माणित स्थल टासी छोइलिङ गुम्बाको निर्माणित स्थलमा आइसकेको जानकारी छ तपाईहरूलाई पूर्ण रूपमा हामी यो टासी छोइलिङ गुम्बाका अध्यक्ष चन्द्र गोमदेनज्यू हुनुहुन्छ उहाँसँग हामी यो कुरा फेरि पनि अपडेट तपाईहरूलाई रिपोर्ट दिने कोसिसमा छौँ उहाँसँग पनि हामी कुरा गर्दैछौँ यो गुम्बा कसरी बनिरहेको छ र यो गुम्बालाई तत्काल तपाईँहरू के गरिराख्नु भएको छ भन्ने सवालको विषयमा उहाँसँग हामी के उत्तर लिने कोसिसमा छौँ तपाईँहरूलाई ढिला नगरिकन उहाँसँग हामी कुराकानी गर्ने जोड्ने क्रममा छौँ हजुर नमस्ते सेवारो तपाईँलाई यो टासी छोइलिङ गुम्बाको तपाईँ अध्यक्ष हुनुहुन्छ हजुर गुम्बा व्यवस्थापन समितिको हजुर यो अहिले नेपाल सरकारले गुम्बा खारेज गर्ने भन्ने पनि नीति राखेको छ चन्दाहरू उठाउनु हुँदैन भन्ने कुराहरू पनि आइरहेको अवस्था छ र तपाईँले यो पुरानो गुम्बालाई फेरि पनि निर्माणित अवस्थामा राख्ने कुरामा तपाईँ जोडेर अगाडि बढिराख्नु भएको छ के जस्तो लाग्छ यो कस्तो खालको निर्माण गर्दै हुनुहुन्छ अहिले यो चाहिँ हामीले हिजो हाम्रो पूर्वकालदेखि तामाङहरूको संस्कार संस्कृति मात्रै नभएर धर्मको कुरादेखि लिएर अनि हामीले गुम्बाको कुरा हामी भर्खर स्पष्ट भएको छ तर वास्तवमा हामीले यो गुम्बाको लागि व्यक्तिबाट तामाङ बन्धुहरूबाट प्रशस्त पैसा उठाएर यो ठाउँमा पुर्यायौँ नगर सरकारबाट पनि यहाँ आएको छ केही तर बढी चाहिँ हामी तामाङ हिल्वाबाटै स्थापना गरेका छौँ यहाँको कुदेखि लिएर 3 लाखदेखि छेसामदेखि यो तलको जगदेखि निर्माण गर्नको लागि सबै तामाङ हिल्वाहरूको फर्स्टचोटिको स्थिति यहाँ रहेको छ र सहयोग छ त्यसले गर्दाखेरि हामीले चाहिँ के गरेको भने हामी हिजो लगभग 14-15 वर्ष भयो यो गुम्बा स्थापना भएको अनि यो गुम्बा स्थापना भइसकेपछि रकमको पनि उठिसकेपछि अनि ल हामीले फल्ना ठाउँ पनि गरौँ भन्ने खालको कुरा आइसकेपछि यसलाई स्थगित गरेर हामीले तारा रिन्चिन छोइलिङ गुम्बालाई बहुत सहयोग गरेको छ यहाँको तामाङले मात्रै नभएर हामी मोरङ सुनसरी भोरीको तामाङहरूको लगानी तारा रिन्चिन छोइलिङ गुम्बामा छ यहाँ पनि छ सुनसरी भोरीको तामाङहरूको हिल्बाहरूको चाहिँ यो भित्र रकम सहयोग पसिसकेको छ त्यसले गर्दा अब हाम्रो कुरा चाहिँ के छ भने अब यसलाई सम्पन्न गरौँ यो सम्पन्न गरिसकेपछि अनि अरू गुम्बालाई सुरु गरौँ भन्नको खातिर हामीले चाहिँ यो चाहिँ गुम्बा जस्तो देखिएन भित्र चाहिँ हामीले लाखु चाहिँ राख्यौँ अनि यो गुम्बाको स्वरूप नभएको कारणले गर्दा यो नगरपालिका 5 लाख रुपियाँ आइसकेपछि यसको फिनिसिङ गर्दा खर्च कति लाग्छ भन्दा सबै यो लिपलाप गर्नको लागि चाहिँ यो 5 लाखले पुग्ने तर अब हामीले उहाँ जुन हामीले खाइबा गुरुलाई हामीले यहाँ ल्याएको छौँ सिलगढी मार्फत उहाँले चाहिँ यो चिज बनाउँदाखेरि लगभग मिनिमम पैसा भनेको चाहिँ 3,75,000 खर्च हुन्छ अनि त्यो चाहिँ तपाईहरुको ठेक्का हो कि के हो भन्दा होइन हामीले बनाएको कुराहरू चाहिँ त्यसलाई त्यति खर्च लाग्छ अनि त्यसमा खान्ते पिन्ते बसोबास गर्ने चाहिँ हामीले के गर्नुपर्छ भन्दा यो चाहिँ गुम्बा समितिले गर्नुपर्छ भनिसकेपछि हामी त लागि पर्नु पर्यो उहाँहरुको जिम्मा त होइन जिम्मा त यहाँको नेतृत्वको हो यहाँको हिलबारको हो त्यसले गर्दाखेरि चाहिँ उहाँहरुलाई हामीले लगभग अहिले 1.5 महिना भइसक्यो यो काम सुरु गरेको यो सम्पन्न गर्नको लागि चाहिँ तपाई हामी मात्रै नभएर यहाँ देश विदेशमा पनि सहयोग माग्नु पर्यो भन्ने सोच बनाएको छौं हामीले लगभग अहिले हामीले उठाउँदै हिनेको पैसा चाहिँ हामीले 250 देखि लिएर हामीले 5000 10000 सम्म हामीले लिएका छौं तर त्यो लिएको पैसाले अहिले कति काम भयो भन्दा यो कुरो यतिसम्म आइपुगेको छ त्यसले गर्दा यो बनाउनको लागि अझै पनि हामीलाई यसको तल त फिनिशिङ गरेकै छैन अब यसको फिनिशिङकै लागि मात्रै यो 400 मात्रै 3 लाख के रे 75 लाख हजार रुपैयाँ चाहिँ
यो खर्च हुन्छ भने अब त यहाँ त फिनिसिङको लागि त थुप्रो छ अझै। त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ सम्पन्न गरिसकेपछि गुम्बा जस्तो बनाउनको लागि चाहिँ हामी इटोरीका तामाङ युलबाहरू लागि परेका छौँ र हामीले चाहिँ यो सक्नै पर्छ भनेर अठोट लिएको छ। यो तपाईले सक्नै पर्छ र यो निर्माण गर्दै गर्दाखेरि अन्तिम चरणको यो फाइनल अथवा चाहिँ यसलाई सम्पन्न गर्दै गर्दाखेरि यहाँ चाहिँ फरक फरकहरू मूर्तिहरू अथवा चाहिँ यो इटरीमा नभएको गुम्बाहरूको भन्दा पनि फरक पृथक तरिकाको चाहिँ त्यो संरचनाहरू बनाउने भन्ने पनि तपाईँको योजना रहेछ। यो चाहिँ कस्तो हो? यो चाहिँ एकदम राम्रो कुरा हो। हामीले यो कुरो थाहा थिएन, जब लामालाई पनि सबै कुरो थाहा नहुँदो रहेछ। तर खाइबालाई चाहिँ यो जुन छै अनुसार चाहिँ यो खाइबाहरूसँग चाहिँ यो चिज भयो भने मात्रै गुम्बाको स्वरूप देखिन्छ, नभए गुम्बाको स्वरूप फरक देखियो। त्यसले गर्दाखेरि यस्तो होइन, गुम्बा बनाउँदा यस्तो बनाउनु पर्छ भनेर चाहिँ खाइबा लामा गुरुहरूलाई चाहिँ उहाँहरूको सल्लाह सुझाव अनुसार चाहिँ हामीले बनाउनु पर्छ भनेर हामीले हिम्मत गर्छेका छौँ। अब तपाईँ यो बनाउँदै गर्दाखेरिमा तपाईँले अपुग भएका खर्चहरू तपाईँको तर्फबाट अथवा तपाईँको यो व्यवस्थापन समितिको अध्यक्षको तर्फबाट तपाईँले कति जति खर्च भए चाहिँ यो सबै सम्पन्न गर्न सकिन्छ, कस्तो छ अन्दाज? यो लगभग यसलाई सम्पन्न गर्नको लागि त अझै 20 लाख भन्दा मुनि हुँदैन, किनभने यसको वरिपरि खोर्लो राखेकै छैन। हाम्रो स्वरूप त बनिसकेको छैन, स्वरूप बनिसकेपछि त्यसलाई भित्र चाहिने चिज के हो भन्ने कुरो त क्रमशः आइरहेको छ। त्यसले गर्दाखेरि चाहिँ यति मात्रै सम्पन्न गरेर होइन, यसको तल यसलाई सजाउनु पर्ने चिजहरू चाहिँ के हो भन्ने कुरामा चाहिँ अब हामीले ग्याल्छेन, त्यसपछि चुसुम्की त्यो त्यसपछि अनि यो के अरे चाहिँ मृग बुद्ध चक्र राखिसकेपछि त्यो जुन मुनिबाट खम्बाहरूमा पनि लगाउनु पर्ने कुराहरू चाहिँ गुम्बा स्टाइलमा बनेकै रहेन, त्यो पनि बनाउनु पर्ने भएकोले गर्दा 15-20 लाख रुपियाँको अनुमान बजेट चाहिँ त्यति चाहिन्छ भन्ने कुरा हो। अब यो तपाईँले निर्माण गर्दै गर्दा के अगाडि केही महिना अगाडि चाहिँ यहाँ श्रमदान पनि देखेको थियो, यो गुम्बाले श्रमदान यहाँको चाहिँ तामाङ समुदाय आएर श्रमदान पनि गरेको जस्तो लागेको थियो। कस्तो हो यो श्रमदान भएको छ कि उहाँहरूले हाजिरीमा काम गर्नु भएको? श्रमदान हामीले इँटा बोक्नेदेखि लिएर हामीले बालुवा पखाल्नेदेखि लिएर यो कुरा चाहिँ हामीले श्रमदान गर्यौँ। तर के भने अरू चाहिँ मिस्त्रीको काम चाहिँ हामीले श्रमदान गर्न सकेनौँ। त्यसले गर्दा श्रमदान त्यसले चाहिँ मिस्त्रीको काम चाहिँ भएन। खाइबा र मिस्त्री चाहिँ हामीले रकम बाँड्दै गरेको। यसै क्रममा तपाईँहरूले यो ढलान चाहिँ गर्नुभयो होइन? त्यो अलि अगाडि तपाईँहरूले यो ढलान थिएन, ढलान गर्नु भएको थियो। अब चाहिँ तपाईँलाई जो सबै यो संरचना बनेको संरचनाहरूलाई चाहिँ पूर्ण रूपमा चाहिँ राम्रोसँग बनाउनु पर्छ। खाइबाहरूले चाहिँ अगाडि राखेर यो बुट्टा लगाउने कामहरू गर्नु। यो बुट्टा भनेको चाहिँ यो पेमादेखि लिएर त्यो जति पनि हाम्रो यो ढोकाहरूमा संरचना बन्दैछ, यो बनेको चिज चाहिँ सबै कुरो देखाउनु पर्दाखेरि 15-20 लाख रुपियाँको चाहिँ अनुमानित बजेट देखिन्छ। तपाईँको भिडियो हेर्ने दर्शकहरूलाई तपाईँको यो टासी छोइलिङ गुम्बाको अध्यक्षको व्यवस्थापन समितिको अध्यक्षको हैसियतले के भन्न चाहनुहुन्छ? उहाँहरूलाई चाहिँ भरिसक्यो यो देख्नु भएर यसलाई चाहिँ हामीले जुन यो अहिले भिडियो देख्नुभयो भने सहयोग गरिदिनु भयो भने तपाईँहरूको जिजु बाजेदेखि मात्रै नभएर आफ्नो पनि यो चाहिँ धर्म रहेछ, यो चाहिँ गर्नुपर्ने रहेछ बाध्य भनेर चाहिँ तामाङहरूले चाहिँ सहयोग को रूपमा देखियोस् र उहाँहरूलाई त्यो सहयोग गर्नुभयो भने यस्तो चिज गर्नुपर्ने थिएछ। तर हिजो हामीले यस्तो कुरा बुझेका थिएनौँ, तर अब अहिले चाहिँ हामीले भर्खर बुझ्न थाल्यौँ। यस्तो कुरा चाहिँ पहिला थिएन, अहिले चाहिँ सामाजिक सञ्जालबाट चाहिँ यस्तो कुरा आउँदाखेरि चाहिँ यो कुरा गर्नुपर्ने रहेछ भन्ने कुरो थाहा भइसकेपछि उहाँहरूको सहयोग यहाँ आयो भने उहाँहरूलाई धेरै धेरै धन्यवाद। उहाँहरूले कहाँ कुन देशबाट के कस्तो रकम आएको छ त्यो कुरो चाहिँ स्पष्ट रूपमा हामी यहाँ राख्नेछौँ। एउटा गुम्बा व्यवस्थापन समिति अथवा गुम्बा निर्माण गर्दै गर्दाखेरिमा आफ्नो बाउबाजे बितेका पुर्खाहरूको नाममा चाहिँ केही सामानहरू अथवा केही चाहिँ दानहरू चाहिँ लिन पाउँछ पाउँदैन, दिन मिल्छ मिल्दैन? यहाँ यो एकदम मिल्छ, किनभने हामीले चाहिँ यो चुसुम 2 जनालाई हामीले 45,000 रुपियाँको दरले हामीले दिइसक्यौँ 2 जनालाई। अब 2टा बाँकी छ।
अब त्यो दुईटाको लागि चाहिँ उहाँहरूले यदि म राख्छु भनेर चाहिँ यहाँ सम्पर्क राख्नुभयो भने उहाँहरूलाई धेरै धेरै धन्यवाद दिएर यो कारणले गर्दाखेरि यस्तो गर्नु पर्यो भन्ने कुरा चाहिँ यो देखेपछि आएर भनिदिनु भयो भने उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। टासी छोइलिङ गुम्बाका उपाध्यक्ष प्रेम तितुङसँग कुराकानी गर्ने क्रममा फेरि पनि छौँ। उहाँ हुनुहुन्छ अहिले सामाजिक अभियानको रूपमा तामाङ समुदायको अभियानको व्यक्तित्व हुनुहुन्छ, उहाँसँग पनि हामी कुराकानी गर्नेछौँ। हजुर नमस्ते। यो टासी छोइलिङ गुम्बा कहिलेदेखि निर्माण भयो र अहिले यो निर्माणको अवस्था छ, यो चाहिँ कहिले सम्पन्न हुन्छ, कस्तो छ? यो हजुरको प्रश्नलाई सोध्नु भएकोमा म सन्दर्भिक प्रश्न सोध्नु भएकोमा हजुरलाई म धन्यवाद दिँदै विगत हाम्रो इटरी नगर वार्ड नम्बर 5 को टासी छोइलिङ गुम्बा विगत हाम्रो 2 दशकभन्दा अगाडिबाट यसलाई निर्माणको लागि आरम्भ भएको थियो र निर्माण गर्दा गर्दै अहिले यो अवस्थामा पुगेको छ। सबभन्दा पहिला त म के भन्न चाहन्छु भने मेरा अग्रज अर्थात् हामी तामाङ समुदायको अर्थात् हामी यो बौद्ध धर्म अवलम्बी यहाँका कार्य समिति र बुद्ध धर्मका सम्पूर्ण सदस्यज्यूहरूलाई म यो गुम्बा निर्माण कार्यमा संलग्न निरन्तर दिएर यहाँ तक पुर्याउनु भएका हाम्रा अग्रजहरूलाई म धन्यवादका साथै म नमन गर्न चाहन्छु। हामीले यो निर्माण अहिले यो टासी छोइलिङ गुम्बाको सबभन्दा माथिको श्रेणीमा हामीले छोर्तेन निर्माण गर्नको निमित्त र यो विगतमा हाम्रो दाहिने बायाँ अर्थात् वालहरू प्लास्टर पनि भएको थिएन र हामीले यसमा बनाउने यो छेरदेन बनाउने र ढलाइ गर्ने र दाहिने बायाँ विगतमा रहेका कामहरूलाई प्लास्टर गर्ने अवस्थामा हामीले त्यो 5 लाख रुपियाँ त्यहाँ खर्च भएको अवगत गराउँछौँ र त्यसको पछाडि हामीले छेरदेन बनाउने चाहिँ कार्यक्रममा चाहिँ वाल लगाउने अर्थात् त्यसलाई माथि ढलाइ गर्ने कार्य चाहिँ र बुट्टा लगाउने विशेष गरेर बुट्टा लगाउने कार्य चाहिँ यहाँबाट भएन र हामीले सिलिगुडीबाट वहाँ हाम्रो खाइबा लामाज्यूलाई हामीले यो 2 महिना अगाडिबाट बुट्टा निर्माणका लागि उहाँलाई हामीले यहाँ ल्याइयो र उहाँले बुट्टाको कार्यक्रम पनि उहाँ बालुवा गिटी लगायत सिमेन्ट लगाएर उहाँले त्यो काठको साँचो हुँदो रहेछ, त्यो काठको साँचोमा चाहिँ एकदमै बनाएर उहाँले माथि ढलाइको दाहिने बायाँ जो छोर्तेनको दाहिने बायाँ चाहिँ उहाँले लगाइसक्नु भएको छ र अब हाम्रो काम भनेको चाहिँ सम्पूर्ण हाम्रा तामाङ समुदाय अर्थात् इटारीवासीका गुम्बा समितिज्यूहरू र बौद्ध धर्म अवलम्बीहरूलाई सल्लाह मसुरा र भलाकुसारी बात गरेर चाहिँ यो गुम्बालाई सुसम्पन्न बनाउनको निमित्त हामीले के गर्नुपर्छ भनेर एउटा मिटिङ राखेका थियौँ। त्यस मिटिङको निचोड चाहिँ के भयो भनेदेखि हामीले यो गुम्बालाई बार बार यानी पटक पटक यस गुम्बालाई हामीले निर्माण गर्ने अवस्थामा राख्ने होइन, अब चाहिँ सुसम्पन्न बनाउनु पर्छ भनेर हामी लागेका छौँ र सुसम्पन्नको निमित्त चाहिँ कसरी गर्ने त जस्तो प्रकारले अब खाइबा लामा गुरुहरूलाई नै हामीले 3,76,000 रुपियाँ बुझाउनु पर्ने हुन्छ र बाँकी 5 लाख रुपियाँ आएकोमा केही पर्सेन्ट काटेर त्यो पैसा आएकोले चाहिँ हामीले ढलाइ र दाहिने बायाँ प्लास्टरको कार्यमा नै हामी त्यो समाप्त हुन्छ त्यो रकम। र यो खाइबा लामा ज्यूलाई चाहिँ हामीले 3 पटक दिनको 3 पटक खाना खाजा
समेत लगाएर त्यो अलग कुरो हो त्यो चाहिँ र मात्र उहाँहरूको कार्य जस्तो प्रकारले उनीहरूको रोजगारी चाहिँ मात्रै हामीले 3,76,000 रुपियाँमा हामीले बन्दोबस्त गरेका छौँ र यो कसरी पुरा पूर्ति गर्ने त भन्ने विषय कुरो त आयो। त्यो पूर्ति गर्ने विषयमा चाहिँ जस्तो प्रकारले अब हामीले सबै हाम्रो तामाङ हिल्बाको घर दैलो गर्ने र जस्तो त्यो बुट्टा लगाएर मात्रै भएन, त्यहाँ माथि तपाईँको गजुर राख्नुपर्ने पनि हुन्छ र दाहिने बायाँ ड्राइगन राख्नु पर्ने हुन्छ, मृगको फोटो चक्री लगाउनु पर्ने हुन्छ र त्यो कार्यलाई चाहिँ हामीले तामाङ समुदायको घर दैलो गरेर केही हामीले रकम उपलब्ध गराउँदै यो कार्यलाई हामीले अगाडि बढाइराखेका छौँ अहिले त। र अबबाट चाहिँ हामी यस गुम्बालाई बार मेन्टेन गर्ने अर्थात् यसलाई दाहिने बायाँबाट कार्य गर्ने कामलाई चाहिँ यसलाई एकदमै समाप्त गरेर बरु अब भने यसलाई काम यसको जति पनि बनाउनु पर्ने चिजहरू सुसम्पन्न बनाउनु पर्ने भनेर चाहिँ हामीले यसमा लागि परेका छौँ। उहाँहरू गुम्बा व्यवस्था समिति जहाँ यो इटरी वडा नम्बर 5 को तासी छोइलिङ गुम्बाका अध्यक्ष व्यवस्थापन समितिका अध्यक्ष चन्द्र गुम्देनले अनुरोध गर्नुभएको छ, तपाईहरूको बाउ बाजे बराजुहरूको कुनैको कसैको नाममा सन्तातितको नाममा अथवा त्यो उहाँहरूको मृत्यु अथवा उहाँहरूको भविष्य राम्रो होस्, उहाँहरूको चाहिँ कल्याण होस् भन्ने जस्ता तपाईहरूको मनमा छ, इच्छा छ, जागरण छ र तपाईहरूले दान गर्न चाहनुहुन्छ भने पक्कै पनि यो स्क्रिनमा भएको नम्बरमा तपाईहरूले कल गरेर उहाँहरूलाई सहयोग गर्न सक्नुहुनेछ। भन्दै तपाईहरूले आजको यो भिडियो कस्तो लाग्यो, यो भिडियो पक्कै पनि तपाईहरूलाई राम्रो लागेमा धेरैभन्दा धेरै सेयर गरिदिनु होला र सबै सामु पुर्याइदिनु होला।